안녕하세요. म कृष्ण चौधरी। म आशा गर्दछु तपाईहरु सन्चै हुनुहुन्छ होला र आज पनि म तपाईहरुलाई केबी कोरियन फेसबुकको अनलाइन पेजमा सदा चाहिँ डे 7 मा आइसकेको छु र तपाईहरु चाहिँ कहाँबाट हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो चाहिँ आफ्नो हेरिरहेको लोकेसन चाहिँ पठाउनु होला, कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला र आजको भिडियो कस्तो देखिदैछ, आवाजको क्वालिटी कस्तो छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गर्नु होला र पढाउने क्रममा कुनै चाहिँ नबुझेको छ भने त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र तपाईहरुलाई चाहिँ म ढिलो नगरिकन फटाफट आजको विषयवस्तुतिर लग्छु है त। आजको विषय व्यञ्जन वर्णमा य मिसाउने हो। व्यञ्जन वर्णमा य मिसाएपछि यसको उच्चारण कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईहरुलाई म सिकाउन गइरहेको छु र तपाईहरु पनि मसँग सँगै व्यञ्जन वर्णमा सिंगल व्यञ्जन, एकल व्यञ्जन वर्ण र मिश्रित व्यञ्जन वर्णमा य मिसाउँदाखेरि कोरियनमा चाहिँ कसरी उच्चारण गर्ने, कसरी उच्चारण हुन्छ भन्ने कुरा चाहिँ तपाईहरुलाई सिकाउँछु र तपाईहरु पनि आफ्नो कपी कलम लिएर रेडी भएर बस्नु होला र अब मसँग सँगै तपाईहरु पनि सिक्नुस् है त। आधा ग मा आधा कोरियन य मिसाउनु भयो भने य बन्छ। आधा न मा आधा कोरियन य जोड्नु भयो भने न्य बन्छ। आधा कोरियन द मा आधा कोरियन य मिसाउनु भयो भने द उच्चारण हुन्छ। आधा कोरियन र मा आधा य मिसाउनु भयो भने र्य उच्चारण हुन्छ। तपाईहरु पनि मसँग सँगै उच्चारण पनि गर्नु होला। तपाई चाहिँ उच्चारण गर्नुभयो भने कोरियन भाषा बोल्दाखेरि तपाईको चाहिँ जिब्रो खुल्नेछ र सुरुमा जिब्रो खुल्यो भने तपाईले पछि चाहिँ लामा लामा शब्दहरू सजिलैसँग पढ्न सक्नुहुनेछ। त्यही भएर अल्छी नमानिकन जहाँ हुनुहुन्छ त्यहीबाट चाहिँ मसँग सँगै मैले उच्चारण गरे जस्तै उच्चारण गर्ने प्रयास गर्नु होला। आधा म मा आधा य मिसाएपछि म्य बन्छ, म्य। आधा ब मा आधा कोरियन य मिसाएपछि व्य बन्छ। आधा कोरियन स मा आधा य अर्थात अब आधा आधा भनिराख्नु पर्दैन, हजुरहरूले बुझिहाल्नुहुन्छ। त्यही भएर म चाहिँ स मा य मिसायो भने स्य हुन्छ भन्ने तरिकाले भन्ने छु। स मा य मिसाउनु भयो भने स्य हुन्छ र विशेष केयर गर्नुपर्ने कुरा चाहिँ ङ मा हो। ङ मा य मिसाउनु भयो भने न्य नभएर य हुन्छ, किनकि यो चाहिँ नो साउन्ड हो र नो साउन्डको काम चाहिँ आधा भोवेललाई पूरा गर्नु हो। आधा ज मा य मिसाउनु भयो भने यसको उच्चारण ज्य हुन्छ। त्यस्तै गरी
छ मा य मिसाउनु भयो भने छ बन्दछ। त्यस्तै गरी ख मा य मिसाउनु भयो भने ख बन्दछ। त्यस्तै गरी थ मा य मिसाउनु भयो भने थ बन्दछ। फ मा य मिसाउनु भयो भने थ बन्दछ। एकछिनपछि म चाहिँ प्लसलाई हटाएर देखाउने छु। अहिले चाहिँ नेपाली अनुसार चाहिँ कोरियन अक्षर पनि लेखिन्छ भन्ने कुरा देखाइरहेको छु। ह मा य मिसाएपछि ह्य बन्दछ। अब चाहिँ नेक्स्ट स्टेपमा म चाहिँ प्लस 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 बीचमा चाहिँ प्लस संकेतलाई हटाएर कोरियन अक्षर पुरा कसरी हुन्छ भन्ने कुरा चाहिँ लेखेर देखाउने छु र तपाईहरु पनि मसँग सँगै लेख्नु होला र मैले बोलेको आवाज तपाईहरु माझ कस्तो सुनिदैछ, भिडियो क्वालिटी राम्रो छ छैन त्यो पनि कमेन्ट बक्समा कमेन्ट गर्नु होला र तपाई चाहिँ आफू हेरिरहेको ठाउँबाट आफ्नो ठाउँ चाहिँ म यहाँबाट हेर्दै छु भनेर त्यो पनि कमेन्ट गर्नु होला र साथसाथै यदि तपाईहरु चाहिँ नेपालको जुनसुकै ठाउँमा बसेर हेर्दै हुनुहुन्छ भने र तपाई चाहिँ फिजिकल क्लास लिन चाहनुहुन्छ भने हाम्रो केबी कोरियन ल्याङ्ग्वेजमा चाहिँ सम्पर्क गर्नु होला। जुन हाम्रो ठेगाना रहेको छ धनगढी मेन रोड मोतीचोक, यो चाहिँ कैलालीमा पर्छ। तपाईहरु पनि यदि फिजिकल क्लास लिएर आफ्नो कोरिया जाने सपना साकार गर्न चाहनुहुन्छ भने पक्कै पनि तपाईहरुको रोजाइ एक मात्र रोजाइ हुनुपर्छ, केबी कोरियन ल्याङ्ग्वेज धनगढी मेन रोड मोतीचोक। अब म चाहिँ फेरि तपाईहरुलाई आफ्नो विषयवस्तुतिर लग्दै छु र तपाईहरु पनि मसँग सँगै पढ्नु होला र लेख्नु पनि होला। ग प्लस य य। अब म चाहिँ प्लस हटाएर देखाइरहेको छु। न प्लस य न्य। द प्लस य द्य। र प्लस य र्य। म प्लस य म्य। ब प्लस य ब्य। स प्लस य स्य। ङ प्लस य, यो चाहिँ य हुन्छ किनकि यो नो साउन्ड हो। ज प्लस य ज्य। छ प्लस य छ। ख प्लस य ख। थ प्लस य थ। फ प्लस य फ। ह प्लस य
ह्य। एकचोटी यसलाई मसँग सँगै पढ्नु होला, मसँग सँगै पढ्नु होला है त। ज्ञ न्य द्य र्य म्य व्य स्य य। यसलाई चाहिँ न्य नभन्नु होला, यसलाई चाहिँ यस्तो नपढ्नु होला। यस्तो नपढ्नु होला किनकि यो नो साउन्ड हो। यसलाई चाहिँ य पढ्नु होला। यसले चाहिँ नो साउन्डले आधा यलाई पूरा गर्ने काम गर्छ, तर आफ्नो उच्चारण चाहिँ हुँदैन, अर्थात् यसले आफ्नो अस्तित्व चाहिँ गुमाउँछ। ज्य छ ख्य थ फ्य ह्य। म चाहिँ आफ्नो टेक्निकल टिमलाई केही कमेन्ट आएको छ कि हेर्न। हाम्रो टेक्निकल टिम चाहिँ केही पनि कमेन्ट आएको छैन भनेर मलाई जानकारी दिँदै हुनुहुन्छ। टेक्निकल टिमलाई धन्यवाद र यहाँहरूलाई पनि जहाँबाट हेर्दै हुनुहुन्छ र हामीलाई हेरेर साथ दिँदै हुनुहुन्छ, यहाँहरूलाई पनि मेरो तर्फबाट र केवी कोरियन ल्याङ्ग्वेजको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेरि पनि तपाईहरुलाई चाहिँ म आफ्नो विषयवस्तुतिर लग्छु है त। र हजुरहरू पनि मसँग सँगै लेख्दै पढ्दै गर्नु होला। यसरी चाहिँ लेख्दै पढ्दै गर्नुभयो भने हाम्रो चाहिँ जिब्रोको पनि प्र्याक्टिस हुने गर्दछ र पछि बोल्न चाहिँ सजिलो हुने गर्दछ। ग प्लस य य, न प्लस य न्य। अनि यो य भवेल जुन छ, यो य भवेल चाहिँ सम्पूर्ण व्यञ्जनको दायाँतिर लाग्दछ। द प्लस य द्य। हजुरहरू पनि पढ्दै लेख्दै गर्नु होला, जसले गर्दा हजुरहरूको पढाइ क्षमता चाहिँ राम्रो हुन्छ। र प्लस य र्य, म प्लस य म्य, ब प्लस य व्य, स प्लस य स्य। मैले लेखेको अक्षरको साइज तपाईहरुमा चाहिँ राम्रो देखिरहेको छ। यदि राम्रो देखिरहेको छ भने ओके सर भनेर पठाउनु होला। यदि राम्रो देखिरहेको छैन भने, सानो छ भने सर थोरै ठुलो अक्षर लेखिदिनुस् भन्नु होला। म थोरै ठुलो अक्षर पनि बनाउने छु। नो साउन्ड प्लस य य, ज प्लस य ज्य, छ प्लस य छ, ख प्लस य ख्य, थ प्लस य थ, फ प्लस य फ्य।
लास्ट ह प्लस य ह र एकचोटि फेरि मसँग सँगै पढ्नु होला यिनीहरूलाई पालै पालो ग प्लस य ज्ञ न प्लस य न्य द प्लस य द्य र प्लस य र्य म प्लस य म्य ब प्लस य ब्य स प्लस य स्य ङ प्लस य किनकि यो नो साउन्ड हो ज प्लस य ज्य छ प्लस य क्ष ख प्लस य क्ष थ प्लस य ठ फ प्लस य फ्य ह प्लस य ह्य एकचोटि यसलाई चाहिँ हामी प्लस हटाएर पढौं है त ज्ञ न्य द्य र्य म्य ब्य स्य य ज्य क्ष क्ष ठ फ्य ह्य मसँग सँगै पढ्नुभयो होला र यसलाई स्क्रिनशट लिनु होला र स्क्रिनशट लिनुको साथसाथै हजुरहरू चाहिँ शेयर गर्दै गर्नु होला र लाइक पनि गर्नु होला हजुरहरूको लाइक र शेयरले गर्दा हामीहरूलाई थप इनर्जी आउँछ थप ऊर्जा आउँछ जसले गर्दा हामीहरू चाहिँ दिनानुदिन अझै राम्रो गर्ने प्रयास गर्दै जानेछौँ र हजुरहरू पनि पढाउँदाखेरि केही नबुझेको छ भने त्यो पनि कमेन्ट बक्समा ढिलो नगरिकन फटाफट कमेन्ट गरिदिनु होला र हामी चाहिँ हजुरहरूको कमेन्टलाई पनि हेर्नेछौँ र त्यो कमेन्ट अनुसार हामी पनि जानेछौँ र यहाँहरू चाहिँ सिनियर हुनुहुन्छ भने पनि तपाईं चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ सर यसरी पढाउँदा अझै राम्रो होला भनेर कमेन्ट गर्नु होला र यसलाई चाहिँ स्क्रिनशट लिनुहोस् है त ल हजुरहरू स्क्रिनशट लिनुभयो होला र अब म चाहिँ हजुरहरूलाई एकल व्यञ्जन वर्णसँग य मिसाउँदाखेरि बन्ने केही शब्दहरू लेख्नेछु र त्यो शब्दको अर्थ पनि लेख्नेछु र तपाईहरुलाई सिकाउनेछु र म सँगसँगै ती शब्दहरू पनि आफ्नो कपीमा सार्नु होला है त य यसको आफ्नो अर्थ छ य भनेको भुस हो यो चाहिँ धानको चाहिँ धान मिलमा कुटाउँदाखेरि वेस्टेज गएको भुस हो अर्थात गहुँ चाहिँ थ्रेसिङ गर्दाखेरि निस्किने एक्स्ट्रा भुस हो यो अनि अर्को यसलाई पनि लेख्दै गर्नु होला हजुरहरू त्यस्तै गरी य को पालो अलि नजिक लेखौं
य भनेको चाहिँ महिला हो। तपाईहरु पनि मसँग सँगै लेख्नु होला। अहिले चाहिँ म उच्चारण नियम नलगाएर पढ्नेछु यसलाई। यसलाई चाहिँ उच्चारण नियम लगाएन भने व्य हुन्छ। व्य भनेको धान हो। यो चाहिँ थ्रेसिङ गरिसकेपछि धान निस्किन्छ, जुन बिउको रूपमा निस्किन्छ त्यो धान हो भने। अर्को चाहिँ ह्यको पनि आफ्नो अलगै अर्थ छ। यो भनेको जिब्रो हो। तपाईहरु पनि मसँग सँगै सार्नु होला। अब एक दुईवटा पहिला पढेको अक्षर र यहाँबाट बन्ने अक्षर पनि लेख्नेछु। जस्तै य जा। यजा भनेको केटी। तपाईहरु पनि मसँग सँगै सार्नु होला। य उ भनेको हजुरहरूलाई अलिकति चिन्न गाह्रो होला। छेउमा लेखेपछि म चाहिँ यतातिर लेख्नेछु। य उ भनेको स्याल। हजुरहरु पनि मसँग सँगै लेख्नु होला। हामीहरु चाहिँ नयाँ सिकारुलाई फोकस गर्ने हुनाले, उहाँहरूलाई केन्द्रित गर्ने हुनाले अहिले चाहिँ उच्चारण नियम नपढेको हुनाले हामी चाहिँ उच्चारण नियम नलगाएर अहिले पढ्नेछु। पछि हजुरहरूलाई चाहिँ उच्चारण नियम लगाएर पढ्न सिकाएपछि यिनीहरूको वास्तविक उच्चारण के हुन्छ भन्ने कुरा थाहा पाइहाल्नु नै हुनेछ। त्यही भएर अहिले चाहिँ म ग्य जा भनेर पढ्नेछु। ग्यजा भनेको तोरी हो। अब एकचोटि मसँग सँगै हजुरहरू पनि यी मिनिङहरूलाई पढ्नु होला र हामीले चाहिँ कोरियन भाषा पास गर्ने हो भने बढी भन्दा बढी मिनिङ चाहिँ याद गर्नुपर्ने हुन्छ। ग्य भुस, धानको भुस, गहुँको भुस। य महिला, व्य धान, ह्य जिब्रो, यजा केटी, य उ स्याल, ग्यजा तोरी। यसलाई चाहिँ एकचोटि म हजुरलाई थोरै नियम लगाएर पढ्नेछु र हजुरहरु चाहिँ बुझ्ने कोसिस गर्नु होला। ख घुस, य महिला, फ्य धान, ह्य जिब्रो, यजा केटी, य उ स्याल, ख्यजा तोरी।
र यहाँहरूले पनि मसँग सँगै पढ्नुभयो होला र मिनिङ पनि आफ्नो कपीमा सार्नुभयो होला। अब म हजुरहरूलाई चाहिँ मिश्रित व्यञ्जन वर्ण र मिश्रित व्यञ्जन वर्णमा य मिसाउँदाखेरि कोरियनमा कस्तो अक्षर बन्दछ र त्यसलाई कसरी उच्चारण गरिन्छ त्यसको बारेमा चाहिँ सिकाउन गइरहेको छु र हजुरहरू पनि मसँग सँगै सिक्नु होला है त। क प्लस य क्य त प्लस य त्य प प्लस य प्य स प्लस य स्य डबल ज मिलेर स बन्दछ स प्लस य स्य एकचोटि यहाँहरू पनि मसँग सँगै मिश्रित व्यञ्जन वर्णमा य भवेल मिसाएपछि यसको उच्चारण कसरी गरिन्छ र कसरी लेखिन्छ त्यो कुरा चाहिँ कसरी लेखिन्छ चाहिँ देखिसक्नु नै भयो र लेखिसक्नु भयो। यसलाई चाहिँ कसरी पढिन्छ त्यो कुरा चाहिँ हामी पढेर हेरौँ। क प्लस य क्य त प्लस य त्य प प्लस य प्य स प्लस य स्य च प्लस य च। एकचोटि फेरि यसलाई पढेर हेरौँ। क्य त्य प्य स्य च। यहाँहरू पनि मसँग सँगै पढ्नुभयो होला र हाम्रो यो केबी कोरियन फेसबुक अनलाइन लाइभ क्लासलाई चाहिँ तपाईहरु शेयर गर्दै गर्नु होला र लाइक पनि गर्दै गर्नु होला र तपाईहरु कमेन्ट पनि गर्न नबिर्सिनु होला। तपाई जहाँबाट हेर्दै हुनुहुन्छ नेपालको जुनसुकै ठाउँबाट या अनलाइन मार्फत विश्वको जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ त्यहाँबाट कमेन्ट गर्दै गर्नु होला र लाइक एन्ड शेयर पनि गर्दै गर्नु होला। तपाईको सानो लाइकले हामीलाई ठूलो हौसला मिल्ने गर्दछ र त्यो चाहिँ हाम्रो लागि ठूलो इनर्जीको स्रोत हो र आगामी दिनमा हामीहरु यसरी नै हरेक दिन चाहिँ भिडियोहरु बनाउँदै गर्ने छौं र तपाईहरुसँग लाइभ क्लास गर्दै गर्ने छौं। अब तपाईहरुलाई चाहिँ ढिलो नगरिकन फेरि म
यसलाई रिपिट गर्नेछु, तपाईहरु पनि मसँग सँगै लेख्नु होला है त। सरी, चिसो मौसम छ, मौसम परिवर्तन भइरहेको छ। स्वास्थ्यलाई चाहिँ सन्चो नहुँदा नहुँदै पनि हजुरहरुको लागि हजुरलाई चाहिँ केही राम्रो होस् भनेर हामी अनलाइन क्लास केवी कोरियन फेसबुक लाइभ पेजबाट चाहिँ गरिरहेका छौं। सरी, क प्लस य य त प्लस य त्य प प्लस य प्य स प्लस य स्य च प्लस य च र एकचोटि फेरि यसलाई पढी हेरौं। हामीहरु चाहिँ जति पढ्यौं त्यति नै हाम्रो चाहिँ प्र्याक्टिस हुनेछ। क प्लस य क्य त प्लस य त्य प प्लस य प्य स प्लस य स्य च प्लस य च। अब हामी चाहिँ फेरि यसलाई लेखिरहौं र मलाई चाहिँ मेरो प्राविधिक टिमले चाहिँ समयको पनि विचार गर्नुस् भन्दै हुनुहुन्छ। समय सकिदैछ भन्दै चाहिँ जानकारी दिँदै हुनुहुन्छ। त्यसको लागि चाहिँ हाम्रो प्राविधिक टोलीलाई र हजुरहरु चाहिँ मलाई चाहिँ हेरेर साथ दिँदै हुनुहुन्छ। हजुरहरुलाई पनि धेरै धेरै धन्यवाद मेरो तर्फबाट र केवी कोरियन ल्याङ्ग्वेजको तर्फबाट हजुरहरुलाई धेरै धन्यवाद छ। क प्लस य क्य त प्लस य यसमा रातो रङले फरक लेख्न चाहन्छु। त प्लस य त्य प प्लस य प्य स प्लस य स्य
स प्लस य स्य र फेरि पनि म आफ्नो प्राविधिक टिमलाई केही कमेन्ट आएको छ कि कमेन्ट सेगमेन्टतिर जाउँ। हाम्रो प्राविधिक टिमले चाहिँ मलाई केही पनि कमेन्ट आएको छैन भनेर इन्डिकेट गर्दै हुनुहुन्छ, संकेत गर्दै हुनुहुन्छ। र त्यसो भए हामी चाहिँ फेरि पनि आफ्नो विषयवस्तुतिर लागौँ र म सँगसँगै हजुरहरू पनि पढ्ने कोसिस गर्नुहोला, पढ्ने ट्राई गर्नुहोला। हामी चाहिँ नयाँ सिकारु हो, जति हामी चाहिँ पढ्यौँ त्यति नै हामीलाई चाहिँ लाभ हुनेछ र त्यति नै हामी सहज तरिकाले कोरियन भाषा सिक्दै जानेछौँ। क प्लस य क्य, त प्लस य त्य, प प्लस य प्य, स प्लस य स्य, च प्लस य च्य। एकचोटि हामी चाहिँ प्लसलाई हटाएर पढौँ। म सँगसँगै हजुरहरू पनि पढ्नु होला। म माथितिर देखाएर पढाउँछु। क्य त्य प्य स्य लास्ट च्य। हजुरहरू पनि पक्कै पनि पढ्नु होला म सँगसँगै। र यसलाई चाहिँ यसमा भएका केही मिनिङहरू म चाहिँ लेख्नेछु। यसमा चाहिँ प्य प्य भनेको हड्डी, त्यस्तै गरी अर्को मिनिङ स्य भनेको बाफ। हामी चाहिँ पानी तताएपछि निस्किने बाफ। एकचोटि माथिको मिनिङ र मिश्रित व्यञ्जनबाट य मिसाउँदाखेरि बनेका मिनिङहरू फेरि पनि पढौँ र हामी चाहिँ सकेसम्म धेरैभन्दा धेरै मिनिङ पढ्नुपर्ने हुन्छ र हामी जति धेरै मिनिङ पढ्यौँ त्यति नै हामीलाई चाहिँ पछि परीक्षामा सहज हुनेछ। म चाहिँ यसलाई नियम लगाएर पढ्नेछु। हजुरहरू पनि म सँगसँगै नियम लगाएर पढिदिनु होला है त। ख घुस, य महिला, फ धान, ह जिब्रो, यजा केटी, यऊ स्याल, खजा तोरी, प्य हड्डी, च्य बाफ। र यसलाई चाहिँ हजुरहरू फेरि पनि पटक सम्पूर्ण लेखेको कुराहरू मिनिङ प्लस एकल व्यञ्जन वर्ण र मिश्रित व्यञ्जन वर्णमा य मिसाउँदाखेरि बनेका मिनिङहरू प्लस ती अक्षरहरूलाई चाहिँ स्क्रिनशट लिनु होला। र स्क्रिनशट लिने मात्र ठुलो कुरो होइन, यहाँहरूले चाहिँ आफ्नो नोट कपीमा पनि सार्नु होला र यसलाई बढीभन्दा बढी प्र्याक्टिस गर्नु होला। हजुरहरू चाहिँ जति धेरै लेख्नुभयो र सँगसँगै पढ्नुभयो भने त्यति नै हजुरहरूलाई पछिका दिनमा कोरियन भाषा चाहिँ सहज लाग्दै जानेछ र वास्तवमा कोरियन भाषा धेरै सजिलो हुने हुनाले हामीहरूले चाहिँ थोरै प्र्याक्टिस गरे पनि हामीले धेरै सहज रूपमा चाहिँ सिक्नेछौँ। ल हजुरहरू स्क्रिनशट लिनुहोस् है त।
यहाँहरु चाहिँ पक्कै पनि स्क्रिनशट लिनुभयो होला र हाम्रो चाहिँ प्राविधिक टिमले चाहिँ समय सकिएको भन्ने कुरा चाहिँ जानकारी दिइरहेको छ र म चाहिँ हाम्रो आजको क्लास सकिएको जानकारी गर्दछु र यदि तपाईहरु चाहिँ हाम्रो फिजिकल क्लास लिन चाहनुहुन्छ भने कैलाली धनगढीमा रहेको केबी कोरियन ल्याङ्ग्वेजमा चाहिँ आएर सम्पर्क गर्नुहोला र हाम्रो ठेगाना धनगढी मेन रोड मोतीचोकमा रहेको छ र यहाँहरुलाई चाहिँ लोकेसन खोज्न गाह्रो भयो भने हाम्रो बोर्डमा रहेको नम्बरमा सम्पर्क गर्नुहोला 9865778126 रहेको छ र म चाहिँ आजको क्लास यही नै टुङ्ग्याउन चाहन्छु। शुभरात्रि, अन्यहासेयो।